नमस्ते सबैजनालाई। म अनुपम कन यहाँलाई स्वागत गर्छु मेरो युट्युब च्यानलमा। आजको यो पार्ट 2 भिडियोमा मैले क्लास 12 को 2082 बोर्डमा सोधेको क्वेशनको ग्रुप बी सल्भ गर्न गइरहेको छु। यदि हजुरहरूले ग्रुप ए हेर्नु भएको छैन भने कृपया हेरेर आउनु होला। मैले त्यहाँ सजिलो तरिकाले हजुरलाई बुझाइदिएको छु। आज मैले ग्रुप बी को गर्ने छु। हजुरलाई यदि राम्रो लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गरिदिनु होला। र केही सोध्न मन लागेको छ, त्यसको जिज्ञासा छ भने कमेन्ट गरिदिनु होला। ल ढिलो नगरिकन आजको भिडियो सुरु गरौँ। यो ग्रुप ए मा त हामीले अस्ति गरेकै थियौँ। आज ग्रुप बी गर्छौँ। र ग्रुप बी को ए मा के सोधेको छ भन्दाखेरि ए मा 12 ए मा के सोधेको छ, राइट द एक्सपान्सन अफ लग ई 1 माइनस एक्स। त यो चाहिँ हजुरले फर्मुला सोधेको हो। यसमा त हजुरलाई याद हुनुपर्छ यसको फर्मुला। यसको फर्मुला के हो भन्दाखेरि यहाँ मैले गरिदिएको छु। लग ई 1 माइनस एक्स को फर्मुला के हो भन्दाखेरि माइनस एक्स स्क्वायर बाई 2 माइनस एक्स क्यूब बाई 3 माइनस एक्स 4 बाई 4। यसरी गर्दा अझै पनि हुन्छ माइनस एक्स 5 बाई 5। यसरी अझै अगाडि बढ्दै जान्छ। त यो फर्मुला यो हजुरलाई याद गर्नु नै पर्छ। यसको यो फर्मुला लग ई 1 प्लस एक्स को फर्मुला, यस्तै विभिन्न फर्मुलाहरू छन्, योहरूले याद गर्नुपर्छ। ल यसरी अर्को यो 12 को बी मा के सोधेछ भन्दाखेरि राइट द टोटल नम्बर अफ परमुटेसन अफ अ सेट ह्याभिङ एन एलिमेन्ट। यसको पनि यो पनि फर्मुला नै हो। यो पनि फर्मुला हो, यसलाई याद गर्नुपर्छ। टोटल नम्बर अफ परमुटेसन एनवटा एलिमेन्टको टोटल नम्बर परमुटेसन कति हुन्छ भन्दाखेरि यसको पनि हुन्छ एन फ्याक्टोरियल हुन्छ। एन फ्याक्टोरियल हुन्छ। कसरी हुन्छ भन्दाखेरि यहाँ हेर्नु, हामीलाई परमुटेसनको त फर्मुला थाहा छ। एन कामा आर इक्वल्स टु एन को फ्याक्टोरियल बाई एन माइनस आर को फ्याक्टोरियल। यो चाहिँ हाम्रो के हो भन्दाखेरि फर्मुला हो। अब यहाँ हेर्नु क्वेसनले के भन्छ। क्वेसनले यो चाहिँ हजुरले फर्मुला हो, कसरी आयो मैले त्यो बुझाइरहेको छु। एनवटा एलिमेन्टको लागि आर को ठाउँमा हामीलाई एन नै लेख्नुपर्छ। यहाँ हेर्नु त एन फ्याक्टोरियल बाई एन माइनस एन को फ्याक्टोरियल यो हुन्छ। त एन माइनस एन भनेको 0 हो। एन फ्याक्टोरियल बाई 0 फ्याक्टोरियल। 0 फ्याक्टोरियल भनेको त हामीलाई याद छ 1 हो। यो फर्मुला होइन, याद हो, याद हुनुपर्छ। 0 को फ्याक्टोरियल भनेको 1 हुन्छ। त्यसैले एन फ्याक्टोरियल बाई 1 एन फ्याक्टोरियल नै आयो एन्सर। त्यसैले यो फर्मुला हो, यो हजुरलाई याद गर्नुपर्छ। द टोटल नम्बर अफ परमुटेसन अफ अ सेट ह्याभिङ एन एलिमेन्ट इज एन फ्याक्टोरियल यो हुन्छ। यसरी गर्नुपर्छ। अर्को सीमा के सोधेछ 12 सीमा स्टेट डी मोभिस थ्योरम। यो पनि थ्योरम हो, यो हाम्रो बुकमा पनि हुन्छ, यो याद गर्दा हुन्छ। यो चाहिँ इम्पोर्टेन्ट पनि हो, धेरै इक्जाममा पनि सोधेको थियो, योपल्ट पनि सोधेको छ। यसलाई यसको हेर्नु स्टेटमेन्ट छ मसँग। डी मोभिस थ्योरमको स्टेट हेर्नु, इफ एन इज एनी पोजिटिभ नम्बर, यदि एन चाहिँ कुनै पोजिटिभ इन्टिजर हो भने पोजिटिभ इन्टिजर देन आर कस थीटा प्लस आई साइन थीटाको होलको पावर एन इज इक्वल टु आर को पावर एन कस थीटा एन थीटा प्लस आई साइन एन थीटा। यो हुन्छ हाम्रो यसको स्टेटमेन्ट, जसमा आर चाहिँ हाम्रो यो के भन्छ मोडुलस हो र यो थीटा चाहिँ अर्गुमेन्ट हो। त्यसैले यो चाहिँ हजुरले यो चाहिँ एउटा हाम्रो फर्मुला हिसाब गर्दा पनि यो फर्मुला काम लाग्छ। यो याद नै गर्नु होला। अब अर्को डी नम्बरमा के सोधेछ 12 को डी मा राइट द सम अफ क्यूब अफ फर्स्ट एन नेचुरल नम्बर। यो पनि फर्मुला नै हो। सम अफ क्यूब अफ फर्स्ट एन नेचुरल, एनवटा नेचुरल नम्बरको क्यूब, सम अफ क्यूब के हुन्छ भन्दाखेरि के हुन्छ एन इन्टु एन प्लस 1 बाई 2 को होल स्क्वायर हुन्छ। यो पनि फर्मुला नै हो, हजुरले याद गर्नुपर्छ। स्क्वायरको पनि याद गर्नुपर्छ, क्यूबको पनि, नेचुरल नम्बरको पनि। नेचुरल नम्बरको एन इन्टु एन प्लस 1 बाई 2 यसरी गरेर यो क्यूबको हो। अर्को स्क्वायरको पनि हुन्छ, त्यो याद गर्नु होला। यो क्यूबको फर्मुला यो हुन्छ। ठिक छ, बुझ्दै हुनुहुन्छ आई होप। र अब ई नम्बर 12 को ईमा के सोधेछ, राइट द अगुमेन्टेड म्याट्रिक्स अफ द सिस्टम अफ इक्वेसन। यहाँ दुईवटा इक्वेसन दिएको छ, त्यसको अगुमेन्टेड म्याट्रिक्स के हुन्छ भन्दाखेरि यहाँ हेर्नु दुईवटा म्याट्रिक्स दिएको हुन्छ। दुईवटा म्याट्रिक्सको इक्वेसन हामीले हेर्नु, म्याट्रिक्सको इक्वेसन दिएको छ। यसलाई हामी अगुमेन्टेड म्याट्रिक्समा कसरी लेख्छौँ भन्दाखेरि यहाँ हेर्नु, म हेराइरहेको छु हजुरलाई कसरी लेख्ने। त हामीलाई हेर्नु कुन दुईवटा छ दिएको इक्वेसन। एउटा इक्वेसन हामीलाई के दिएको छ भन्दाखेरि 3x प्लस 2y माइनस 1 इक्वल टु 0। अर्को इक्वेसन छ 4x प्लस y इक्वल्स टु 3। अगुमेन्टेड म्याट्रिक्स कसरी लेखिन्छ भन्दाखेरि यहाँ हेर्नु अगुमेन्टेड म्याट्रिक्स कसरी लेखिन्छ। यहाँ लेखिन्छ हेर्नु, यहाँ हुन्छ a1 a2 b1 b2
र यहाँ C1 दिने हो, यहाँ चाहिँ C2 दिने हो। अब हेर्नु कसरी लेख्ने त यो जुन हुन्छ x को अगाडि यसलाई हामीले A1 भन्छौँ, y को अगाडि जुन हुन्छ यसलाई हामीले B1 भन्छौँ र यो -1 जुन छ यो -1 लाई उता लिएर जाने हो। यो के हुन्छ यहाँ हेर्नु म लेखिदिरहेको छु 3x + 2y = 1 हुन्छ हो। त अहिले यो हो तपाईको C1। अब यहाँ त्यसरी नै यहाँ यो 4 चाहिँ हाम्रो A2 हो, यो y को अगाडि केही छैन भने 1 छ, त्यो 1 भनेको हाम्रो हुन्छ B2, यो हो C2। अब त्यही भ्यालु यसमा पुट गर्ने हो हामीहरूले। त A1 के छ हामीसँग x को अगाडि A1 त यो 3 र तलको लागि A2 हेर्नु त 4, यो 4। यहाँ न B1 के हो हाम्रो 2 हो, त यो 2। अब हेर्नु B2 के हो हाम्रो 1, केही छैन भने 1। अब हेर्नु C1 भनेको कन्स्ट्यान्ट हो, के छ हाम्रो कन्स्ट्यान्ट 1 हो, 1। C2 के हो हामीहरूको यहाँबाट 3 हो, 3। यहाँ हेर्नु त्यही हुन्छ यो अगुमेन्टेड म्याट्रिक्स। यहाँ मैले गरिदिएको छु यहाँ त द अगुमेन्टेड म्याट्रिक्स अफ द सिस्टम अफ इक्वेसन। यो दुईटा इक्वेसनको के हुन्छ अरे 3 2 4 1 1 3 यहाँ छँदैछ। त यसरी हामीले अगुमेन्टेड म्याट्रिक्स गर्छौँ र चाहिँ रो इक्विभ्यालेन्ट म्याट्रिक्सको जतिखेर हामीले हिसाबहरू सल्भ गर्दाखेरि पहिला अगुमेन्टेड म्याट्रिक्स निकालेर गर्छौँ, त्यही अगुमेन्टेड म्याट्रिक्स यसरी नै निकालिन्छ। आई होप बुझ्दै हुनुहुन्छ। ल अब 13 नम्बर हेरौँ। 13 नम्बरमा के सोधेछ भन्दाखेरि 13 को ए मा अ कम्युनिटी इज टु बी चुजेन फ्रम ए बोइज। यहाँ बोइजको नम्बर दिएको छैन कतिवटा बोइज, एउटा कम्युनिटी छ जसमध्ये ए वटा बोइज छ र 6 वटा गर्ल्स छ एन्ड इज टु बी कन्सिस्ट 2 बोय एन्ड 3 गर्ल। ए बोइज र 6 वटा गर्ल मध्ये हामीलाई 2 वटा बोइज र 3 वटा गर्ल्स लिन्छन् दे। इफ 120 कम्युनिटिज आर फर्म, कम्युनिटिज कति छ अरे 120 कम्युनिटिज छ भने वाट इज द नम्बर अफ बोइज रिप्रेजेन्टेड बाई ए। यहाँ हामीलाई ए को भ्यालु निकाल्नु पर्ने छ। कसरी गर्छौँ यहाँ हेर्नु कसरी गर्छौँ। हामीले पहिला यहाँ हेर्नु त द नम्बर अफ वेज टु चुज 2 बोइज फ्रम ए बोइज। अब ए हामीलाई नम्बर दिएको छैन त ए वटा बोइज मध्ये कतिवटा चुज गर्ने अरे 2 वटा बोइज। त हामीले थाहा छ फर्मुला कसरी गर्ने अरे C A,2 यो हो। अनि अर्को हेर्नु द नम्बर अफ वेज टु चुज 3 गर्ल्स फ्रम 6 गर्ल्स। 6 वटा गर्ल्सबाट हामीलाई 3 वटा गर्ल्सलाई चुज गर्नु छ, त्यसको के हुन्छ कम्बिनेसन C 6,3 यो हुन्छ। त हामीलाई अब गर्नु त द टोटल नम्बर अफ कम्युनिटिज इज इक्वल्स टु दुईटालाई मल्टिप्लाई गरिदिने हो यही मल्टिप्लिकेसनको रुलबाट। त यहाँ हेर्नु त हामीलाई क्वेसनले दिएकै छ द टोटल नम्बर अफ कम्युनिटिज कति दिएको छ क्वेसनले हामीलाई हेर्नु त यहाँ हेर्नु 120 कम्युनिटिज भनेको छ। त यहाँ के हुन्छ द टोटल नम्बर अफ कम्युनिटिज इक्वल टु 120 हुन्छ। त यो हेर्नु अब यसको लागि फर्मुला कम्बिनेसन फर्मुलामा लगिदिनु त। कम्बिनेसन फर्मुला के हो भन्दाखेरि हाम्रो फर्मुला त याद छ हामीलाई n फ्याक्टोरियल बाई n माइनस r को फ्याक्टोरियल इन्टु r को फ्याक्टोरियल, यो हाम्रो फर्मुला। त्यही आधारमा हामीले गरेको छौँ। यहाँको ठाउँमा योबाट a दिएको छैन, त्यही हो a फ्याक्टोरियल बाई a माइनस 2 को फ्याक्टोरियल इन्टु 2 को फ्याक्टोरियल। यहाँ चाहिँ 6 को फ्याक्टोरियल बाई 6 माइनस 3 को फ्याक्टोरियल अनि इन्टु 3 को फ्याक्टोरियल। अब यहाँ हेर्नु यो 120 जस्ताको त्यस्तै भयो। अब यहाँ हेर्नु a फ्याक्टोरियल जुन छ हामीले अब यो a माइनस 2 फ्याक्टोरियल काट्नु पर्ने हुन्छ। अब कसरी काटिन्छ भन्दाखेरि a फ्याक्टोरियल भनेको चाहिँ a इन्टु a माइनस 1 हो अनि a माइनस 2 हो। यो कसरी जान्छ भन्दाखेरि जसरी यहाँ हेर्नु n फ्याक्टोरियल छ भने कसरी गर्ने त n इन्टु n माइनस 1 को फ्याक्टोरियल -1 हुँदै जान्छ। अब -1 लाई कसरी गर्ने n इन्टु n माइनस n इन्टु n माइनस 1 अझै हेर्नु n माइनस 1 हुन्छ र यसमा पनि -1 को फ्याक्टोरियल यसरी हुन्छ। त्यसैले n इन्टु n माइनस 1 अर्को n माइनस 2 फ्याक्टोरियल। यसरी नै यहाँ पनि भएको छ a इन्टु a माइनस 1 अनि a माइनस 2 को फ्याक्टोरियल यसरी भयो। तल चाहिँ a माइनस 2 को फ्याक्टोरियल छ, यो र यो क्यान्सल आउट भयो, बच्यो यति। अब यहाँ हेर्नु यो 20 चाहिँ मल्टिप्लाईमा छ, यता जाँदा डिभाइड भयो, डिभाइड हुँदाखेरि 6 आयो। अब हेर्नु क्रस मल्टिप्लिकेसन गर्नु त क्रस गर्दाखेरि 6 टु जा 12 भयो a अनि यो a माइनस 1 भयो। अब यो 12 लाई उता लिएर जाँदा माइनस हुन्छ। अब यसको हजुरलाई फ्याक्टोराइजेसन गर्दाखेरि यो a स्क्वायर माइनस 4a प्लस 3a माइनस 12 इक्वल टु 0। त यो फ्याक्टराइजेसन हामीले यसरी गर्दाखेरि a को भ्यालु दुईटा आयो, एउटा भ्यालु आयो 4, एउटा भ्यालु आयो -3। त हामीलाई क्वेसनमा भनेको थियो त a भनेको चाहिँ बोइज हो। त हामीलाई थाहा छ बोइज कहिले माइनसमा हुँदैन, मान्छे कहीँ माइनसमा हुँदैन, त्यसैले विच इज नट पोसिबल भनिदिने।
त्यो पोसिबल हुँदैन, त्यसले पोजिटिभवाला मात्रै लिने हामीले। त्यसैले ए इज इक्वल टु 4 हुन्छ। द नम्बर अफ बोइज रिप्रेजेन्टेड बाई ए इज इक्वल टु 4, यो हुन्छ हाम्रो एन्सर। यसरी गर्ने हो। आई होप बुझ्दै हुनुहुन्छ होला, यसरी गर्ने हो। ल अब अर्को क्वेसन 13 को बीमा के सोधेछ, द स्क्वायर रुट्स अफ एनी कम्प्लेक्स नम्बर आर √3 + i एन्ड -√3 - i, राइट द कम्प्लेक्स नम्बर इन पोलार फर्म। यो दुईटा कम्प्लेक्स नम्बर दिएको छ, हामीलाई यसलाई पोलार फर्ममा लिएर जानुपर्छ। त पोलार फर्ममा लिएर जानुको लागि यसलाई हामीलाई पोलार फर्ममा कसरी लिएर जान्छौँ भन्दाखेरि पोलार फर्मको फर्मुला चाहिँ हाम्रो यो हुन्छ r cos थीटा + i sin थीटा फर्मुला पोलार फर्ममा लिएर जानुको लागि। त्यसको लागि पनि त्यसको हामीलाई पहिला r चाहिएको हुन्छ अनि हामीलाई थीटा चाहिएको हुन्छ। त अब कसरी निकाल्ने त यहाँ हेर्नु कसरी गर्छ। हामीलाई दिएको हुन्छ क्वेसनले नै, यहाँ हेर्नु हामीलाई दिएको छ यसको निकाल्न, द स्क्वायर रुट अफ कम्प्लेक्स नम्बर आर, यो दुईटाको निकाल्नु पर्ने छ। त यहाँ हेर्नु त एउटा द ओरिजिनल कम्प्लेक्स नम्बर इज द स्क्वायर अफ आइदर अफ दिस रूट। यो भनेको के हो भन्दाखेरि यो दुईटा मध्ये कसै एउटाको निकाल्दाखेरि एन्सर सेम हुन्छ। कसरी हुन्छ भन्दाखेरि यहाँ हेर्नु त यो √3 + i र अर्को यो जुन छ -√3 - i, यसलाई यो भनेको त यो कसरी भन्दाखेरि यहाँ त यसबाट हामीले माइनस कमन लिँदाखेरि √+ i हुन्छ कि हुँदैन, हुन्छ। यो माइनस यो चाहिँ प्लस, यसलाई यो लेख्न पाइन्छ नि, प्लस माइनस √3 + i त लेख्न पाइयो हो। त पाइयो भने हामीलाई यसको स्क्वायर यहाँ क्वेसनले पनि हामीलाई हेर्नु त, यहाँ क्वेसनले भनेको छ द स्क्वायर रुट अफ एनी कम्प्लेक्स नम्बर। यो दुईटा मध्ये कसैको पनि स्क्वायर चाहियो, स्क्वायर रुट चाहियो। त अब हेर्नु स्क्वायर रुट गर्ने हो कसैको पनि गर्न सक्छौँ। यसको यदि हामीले स्क्वायर गर्छौँ भने यसको स्क्वायर गर्दाखेरि यो प्लस माइनस प्लस भइहाल्छ, माइनस पनि प्लस भइहाल्छ। त्यसैले हामीले √3 + i लेख्न पाउँछौँ। z = √3 + i को स्क्वायर हो। z = यो, अब युजिङ फर्स्ट रुट कुनै एउटा लिँदा भयो। अब हेर्नु यसलाई अब फ्याक्टराइजेसन गर्ने हो, a + b को होल स्क्वायर भन्दाखेरि a स्क्वायर, यहाँ √3 को स्क्वायर प्लस 2ab, a भनेको √3, b भनेको i छ 2ab प्लस b स्क्वायर i को स्क्वायर, √3 को स्क्वायर भनेको 3 हो प्लस 2√3 i भयो, i स्क्वायर भनेको -1 हो, -1, 3 बाट -1 गयो भने 2 भयो। z = 2 + 2√3 i आयो, z त आयो। अब हामीलाई मोडुलस मैले भनेछु तपाईहरुलाई, यो हामीलाई कम्प्लेक्स यो पोलार फर्ममा लिएर जानको लागि यो फर्ममा लिएर जानुपर्छ। त्यसमा हामीलाई के चाहियो, r चाहियो र थीटा चाहियो। त्यो r निकाल्नको लागि r को फर्मुला छ मोडुलसको फर्मुला √x² + y²। अब यसबाट x कुन हो y कुन हो त्यो थाहा हुनु पर्यो। त यो हुन्छ हाम्रो x अगाडिको, यसलाई हामीले एउटासँग कम्पेयर गर्छौं, त्यो भनेको x + iy सँग कम्पेयर गर्छौं हामीहरुले। त्यहाँबाट हेर्नु त x भनेको के हो 2, x भनेको 2 हो, y भनेको के हो, y भनेको हजुरलाई 2√3 हो। यहाँबाट कम्पेयर गर्दाखेरि यो आयो। त्यसैले नै √x² + y² फर्मुला हाम्रो। अब x बाट हेर्नु, x भनेको 2² + y भनेको 2√3 को स्क्वायर, दुटैलाई सल्भ गर्दाखेरि कति आयो 4 आयो। अब थीटा निकाल्नु पर्ने छ। त हामीले एउटा फर्मुला थाहा छ, tan थीटा भनेको y/x हो। y को भ्यालु 2√3 हो, 2√3 हो, अनि x भनेको त यहाँ छ 2 छ, 2 क्यान्सल 3। अब tan थीटा = √3, tan को कति बराबर √3 हुन्छ हामीलाई थाहा छ, tan 60 डिग्री बराबर √3 हुन्छ, हामीलाई 60 थाहा छ। त 180 यहाँ हेर्नु, यो भनेको 180/3 गर्न पाइयो। तपाईहरुले यहाँ 60 डिग्री पनि लेख्न सक्नुहुन्छ या यो π/3 पनि लेख्न सक्नुहुन्छ, कुरा एउटै हो। त्यसैले द पोलार फर्म अफ अ कम्प्लेक्स नम्बर इज z = यो r cos थीटा + i sin थीटा। यो फर्ममा हामीहरुले लिएर जानुपर्छ। यो फर्ममा लिएर जानको लागि हामीलाई r को भ्यालु पनि थाहा छ। यहाँ हेर्नु, यहाँबाट r = 4 भयो, cos थीटा भने के आएको छ हाम्रो π/3 आएको छ। त हामीले π/3 लेख्यौं प्लस i sin, यहाँ थीटा को ठाउँ फेरि π/3। त यो हुन्छ हाम्रो एन्सर। यसरी हामीले गर्नुपर्छ। आई होप हजुरले यो भिडियो मन पराउनु भएको होला। हजुरले यति यहाँसम्म हेरिदिनुको लागि थ्याङ्क यू। अर्को भिडियोमा म अर्को पार्ट लिएर आउने छु, अर्कोमा मैले 14 नम्बर गर्ने छु। थ्याङ्क यू सबैजनालाई, हस्त धन्यवाद।